नमस्ते, म गङ्गा लामा डिएससी कर्पोरेट सर्भिस प्रोभाइडरबाट। योभन्दा अगाडि मैले तपाईँहरूका लागि एउटा भिडियो बनाएको थिएँ, नेपाली कामदारका लागि दुबईमा न्यूनतम स्यालेरी भनेको 1000 दिराम भनेर। अहिले चाहिँ त्यो न्युज अपडेट भएर आएको छ। नेपाल गभर्मेन्टले एउटा न्युज लिएर आएको छ, जसमा चाहिँ नेपाली कामदारको लागि जो नन स्किल वर्कर हुनुहुन्छ उहाँहरूको लागि 1000 दिराम स्यालेरी प्लस 400 दिराम खाना बस्न एड गरेको छ, जसमा टोटल हुन्छ 1400 दिराम। सेमी स्किलको लागि 1200 दिराम प्लस 400 खाना बस्न गरेर 1600 दिराम तोकिएको छ। स्किल वर्करको लागि 1500 दिराम प्लस 400 खाना बस्न गरेर 1900 दिराम तोकिएको छ भने हाई स्किल वालाको लागि 6000 दिराम प्लस 400 खाना बस्न गरेर 6400 दिराम तोकिएको छ। यदि तपाईँ पनि वर्किङ भिजामा एप्लाई गर्दै हुनुहुन्छ भने अहिले आएको नयाँ रुल्स अनुसारको अपडेट भएको छ कि छैन, त्यति स्यालेरी छ कि छैन हेरेर मात्र एप्लाई गर्नुहोला। यस्तै न्युजको लागि मलाई फलो गर्दै गर्नुहोला। मेरो भिडियो लाइक, सेयर र सेभ पनि गरिदिनु होला। धन्यवाद।